लु हामी त डोल्मामा आएको। डोल्मा चाहिँ अहिले क्लिनिङ डेले गर्दाखेरि बन्द रहेछ कि अहिले 5 बजीतिर मात्रै खोल्छ अरे। यता हेर त, तिमी चाहिँ कहाँ गएको? ड्राई साग के को हेर न। होइन साग खान्छ हौ यसको। ए हेर न, माथि थिम्पूबाट ल्याएको होला। हेर न साग, वाट इज दिस? के को? राई साग जस्तो छ नि, राई साग जस्तै छ। मलाई लगाइदिएन है, म देखाउँछु। यहाँ यो सुप होइन, राई साग रहेछ। राई साग होइन, कति मजाले ड्राई गरेको, ग्रिन गरेर हाल्नु त हुँदैन नि यस्तो। हजुर, अपेमाको माग्छौँ हामी। थ्याङ्क यू। लगनै आएको हौ बिहा भयो भयो लगनको। सब्जी बजार आएको थियो। उयो हेर्नु न, कस्तो दामी देखेको आकाश। राम्रो आलु फलेको मजाले, कति राम्रो। तितिरीको बोट, तितिरी रहेछ। हेर त, तितिरी फलेको रहेछ। हेर्नुहोस् न गाइस, कस्तो राम्रो आकाश, राम्रो आएको रहेछ। यहाँ चाहिँ मेरो छोरी छ, उसलाई लिएर आएको यहाँ काम परेर। अब चाहिँ हामी डोल्मामा जाँदैछ। डोल्मामा आज भेट्नु भएछ। ल ल भिडियो। भुटान गेटै आज चाहिँ अहिले यति बेला फर्किँदैछु। ढिलो भयो आज, पुरा घुमाइगयो। अब चाहिँ घर फर्केको। बेलुकाकै नजारा यो चाहिँ। पुरा अघि निक्लेको घरबाट भर्खर अब जाँदैछु। अशोक होटेल हेर न, अशोक होटेल हाम्रो पुरानो अशोक होटेल। जाडो आयो है, जाडो आयो। डोल्माको ओभनहरू पनि रहेछ यहाँ रहेछ। हेलो गाइस, आज नोभेम्बर फ्राइडेको दिन चाहिँ 28 नि। आज चाहिँ यता हेर न, नयाँ ग्यास चुल्हा लिएर आएको। चुल्हा हो मेरो, एग्नीमा रक्ष फ्लावर हेर्नु नि, फ्लावर। कति ब्युटिफुल फ्लावर। वाउ 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 वाउ। आमा ल, ए फुल हेर्नु नि, कस्तो राम्रो छ नि। जयगाउँ हेर्नु नि, आमामा कत्रो, बाफ्रे कति ठुलो जयगाउँ।
सिएसटीहरू है त्यो चाहिँ कलेजहरू हो। बाजा बज्दैछ। ब्युटिफुल फ्लावर हेर्नु नि बोनसाई गरेको रहेछ सानो फुलेको। आज सन्डे नोभेम्बर लास्ट 30 मा चाहिँ गुम्बा आएको थियो। फुलहरू हेर्नु नि आज चाहिँ गुम्बाको मात्रै यता हेर्नु। गुम्बाको पानी हो धारा पानी हो धारा पानी हो। यहाँ खोल्नु न खोला न बाबा। कलमा पानी धुकै हात धुकै कलमा हात धुकै। अब माने घुमाउने यता घुमाऊ आऊ घुमाऊ। यहाँ हेर नाला हेर है फेरि नाला। यो चाहिँ हो खरबन्दी गुम्बा फुन्चुलिङ भुटानको खरबन्दी गुम्बा। आज चाहिँ हामी सन्डे गुम्बामा आएको। ला 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 लु आउनु 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 आउनु। यहाँ नाला हेर्नु है नाला हेर्नु। यहाँ हेर्नु फुल क्या मजाको बोनसाई गरेर हेर्नु नि फुल। मेरो घरमा भएको जस्तो फुल रहेछ यो चाहिँ हो। मेरो घरमा हेर्नु नि कति राम्रो फुल। गुम्बामा आएको सन्डे बिरामी मान्छे राम्रो बनाएछ। बत्ती बाल्ने पनि चाहिँ खरबन्दी गुम्बा है राम्रो बनाएको छ बत्ती बाल्ने। जयगाउँ देख्दो रहेछ सिसाको राम्रो बनाएको रहेछ। खरबन्दी गुम्बा फुन्चुलिङ भुटानको खरबन्दी गुम्बा हो यो। खरबन्दी गुम्बा आएको थियो आज। यहाँ चाहिँ बत्ती बाल्ने बनाएको रहेछ। यो चाहिँ हो खरबन्दी गुम्बा। यहाँ चाहिँ के बनिँदैछ
राम्रो बनिँदो रहेछ लामाहरू बस्ने होला राम्रो बनिँदो रहेछ गुम्बा दर्शन गरेर आएर चाहिँ यहाँ क्याफेमा बसेको क्याफे गुम्बा दर्शन गरेर आएर चाहिँ कफी खानु बसेको खारबन्दी गुम्बाको क्यान्टिनै यो खारबन्दी गुम्बाको राम्रो रहेछ खारबन्दी गुम्बामा चाहिँ मोमो चाहिँ मिठो पाउँदो रहेछ है तपाईँहरू पनि आउनुहोस् दामी पाउँदो रहेछ मोमो वाउ टाइगर हेलो 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 हेर टेलहरू हेर्नु नि उसको टेल डिफ्रेन्ट टाइपको भुटनिस क्लोथ पाउँदो रहेछ है तपाईँहरू आउनुहोस् यहाँ आएर खारबन्दी गुम्बामा भुटनी ड्रेस पाउँछ नि यस्तो लगाएर यस्तोहरू सबै पाउँदो रहेछ दामी दामी सबै मालाहरू सबै पाउँछ